म अहिले लुम्बिनीमा छु। गौतम बुद्ध जन्मेको ठाउँ लुम्बिनी हैन। अनि साँझ पढ्न लागिरहेछ। भ्याकेसनको बेलामा हल्का इन्जोय गरेर हल्का भ्लग बनाइदिएको हैन। अरु त ठिकै छ, गर्मी छ। वैशाख महिनामा छुट्टी पनि सकिन लाग्यो। लुम्बिनीमा छु। यता चाहिँ यो बोटिङ गर्ने ठाउँ हो हैन। अनि त्यसपछि यता चाहिँ बुद्धको लाफिङ बुद्ध हैन। गर्मी छ, के गर्नु, गर्मीमा नि बनाउनु पर्यो। म त भर्खर सिक्दैछु हैन। के अरे मेरो च्यानललाई सब्स्क्राइब हान्दिनु होला हैन। पछि अब राम्रो गराउँछु। प्र्याक्टिस गरेपछि त राम्रो भिडियो आउँछ नि त। अब प्र्याक्टिसमा छु। खासै राम्रो त बनाउन आउँदैन, प्र्याक्टिस मात्रै हो। प्र्याक्टिस गरेपछि प्र्याक्टिस मेक्स मेन पर्फेक्ट भन्छ नि त। त्यही भएर प्र्याक्टिस गर्दैछु। लुम्बिनी बर्थ प्लेस अफ गौतम बुद्ध। अब के भन्छ रे, लाफिङ बुद्ध, लाफिङ बुद्ध होइन, बुद्धै हो। लुम्बिनीको एरिया खतरा छ हैन। लुम्बिनी बर्थ प्लेस अफ गौतम सिद्धार्थ गौतम बुद्ध। राम्रो छ लुम्बिनी। अब के गरे, 1.5 महिनाको छुट्टीमा आएको थिएँ। 1.5 महिनाको छुट्टीमा आएर हल्का भ्लग बनाइदिएको। के गरे मेरो च्यानलहरूलाई सब्स्क्राइब गरिदिनु ल, जसरी भए पनि है। भिडियो हेर्ने जतिले अब प्र्याक्टिस गर्दैछु। अब पछि आउला नि त राम्रो हैन। लुम्बिनी अनि मेरो पछाडि यहाँ मायादेवी मन्दिर छ। मायादेवी मन्दिर हो क्या। ऊ त माथि बत्ती बलिरहेको कता हो? ऊ यो यहाँ बत्ती बलिरहेछ। ऊ त्यहाँ हो त मायादेवी मन्दिर हो। यहाँबाट अब त्यहाँ टाढा छ, रात परिसक्यो। पछि आउँछु अब भिडियो बनाउनुलाई। अब छुट्टी पनि सकिसक्यो। अब नेक्स्ट भ्याकेसनमा अब हो यहाँ बत्ती बलिरहेको ठाउँमा मायादेवी मन्दिर ऊ त्यहाँ लुम्बिनी बर्थ प्लेस अफ गौतम बुद्ध।